सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू ब्लग। आजको भ्लगमा मैले के गर्न गइरहेको छु भनेर टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु होला गाइज। अन्तिमसम्म हेरेर साथ दिनु होला त गाइज। लेट्स गो। आजको भ्लग चाहिँ फुल्ली भिलेज लाइफ हुनेवाला छ गाइज। आज चाहिँ हामी बिहानै उठेर घाँस हेर्न गइरहेका छौं अनि खोडा सोडा बोकेर म रुखमा पनि चढिहाल्छु। म फेरि जहिले पनि रुखमा चढ्दाखेरि चप्पलले लाएर चढ्ने बानी छ गाइज। कसको छ यस्तो बानी कमेन्ट गरिदिनु होला है। अनि कसले गाउँदेखि हेर्नुपर्छ गाइज त्यो पनि कमेन्ट गरिदिनु होला, किनभने यो भिडियो फुल्ली भिलेज लाइफ वाला हुनेवाला छ। दिन सक्नुहुन्छ गाइज। म रुखको टुप्पा पुगेर घाँस पनि झारि सक्छु। म माथि गएर घाँस झार्ने, फुपूहरु त्यहाँ बसेर घाँस छिमाल्ने गर्नुहुन्छ। तपाईहरुले पनि गाउँमा बसेर यस्तो काम गर्नुपर्छ कि पर्दैन कमेन्ट गर्न नभुल्नु होला है। घाँस झार्दै थिए एक्कासी लाटोको शरीर गुड्को देख्छु। देख्न सक्नुहुन्छ गाइज लाटोको शरीर कसरी हेरिरहेको थियो मलाई घुरेर। पहिला गाइज सानसानोमा हामीले क्या धेरै चराहरूको बच्चा ल्याएर हामीले पाल्थ्यौं। तपाईहरुले यस्तो गर्नुहुन्थ्यो गाइज कमेन्ट गर्न नबिर्सिनु होला है। अनि यहाँ चरा गुड्छ भनेर मैले भाइलाई सुनाएको के थिए, भाइले त निकाल्नु कि निकाल्नु भन्छन् त। त्यसपछि भाइको इच्छा पूरा गर्नको लागि चरा त निकाले गाइज हात क्याप्पै टोक्दिएर आइयानी गयो। लास्टै दुखिरहेको थियो। त्यसपछि गाइज मैले हत्ता लाएर त्यो चरालाई मैले त्यही दुलो भित्र हाल्दै छोड्दिएँ, किनभने गाइज यसले मेरो सातो लैसकेको थियो। पहिला त ननिसप हेऱ्यो, पछि त टोक्दिरहेको। त्यसपछि गाइज मैले यो बुटोको सबै घाँसहरू झारेर सक्छु अनि त्यसपछि म तल पनि झर्छु। तल झरेर फुपूहरूले सबै घाँसहरू छिमालिसक्नु भएको थियो। अनि त्यसपछि हामी चाहिँ देख्न सक्नुहुन्छ गाइज यस्तो नाच्दै गाउँदै हाँस्दै रमाइलो गर्दै हामीले काम पनि गरेर सकायौँ। काम मात्रै गरिराखेर नि भएन नि त, अलिअलि रमाइलो पनि गर्नु पर्यो होइन गाइज। अनि देख्न सक्नुहुन्छ गाइज पुतला पनि यस्तो खतरा थियो नि। या फेरि आमामा एउटा मात्रै होइन गाइज, फेरि अर्को पनि थियो। अनि भाइले चाहिँ त्यो पुतलालाई गएर हेडफोन लगाइदिरहेको। त्यसपछि देख्न सक्नुहुन्छ गाइज पुतलाको लुक्स चाहिँ कस्तो बबाल देखिरहेको थियो। यो पुतला चाहिँ खास गरी लाखु नआओस् भनेर राख्नु भएको रे मैले सोधिरहेको थिएँ त्यहाँ। त्यसपछि गाइज मैले झारे घाँस फुपूले मुठा पारेर दिनुहुन्छ अनि मैले घाँस बोकेर घरतिर पनि लाग्छु। अनि गर्मीले अति भएर थियो गाइज। घर गएर 2 गिलास मही बनाउँछु। 1 गिलास मही मैले खान्छु र अनि 1 गिलास मही आमालाई दिन्छु। अनि 2 जना भएर 1 कुन गिलास मही खाइन्छ। यो गर्मीमा गाइज 1 गिलास मही खाइदिएको त आमामा लास्टै मजा भइरहेको थियो। अनि तपाईहरु मध्ये कसलाई मही मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला गाइज। मलाई चाहिँ अति मनपर्छ है। प्राय गाउँमा बस्ने सबैले थाहा होला गाइज महीको बेनिफिट कस्तो हुन्छ भनेर। धेरै जस्तोले मही त एकदम मन पराउँछ नि गाउँमा बस्नेहरूले। अनि गाइज आजको भिडियो खासै इन्ट्रेस्टिङ नलाग्न सक्छ, किनभने आज मैले खासै कन्टेन्टहरु पनि केही पनि पाएको थिइनँ। जे छ मैले भिडियो त्यही जोडेर हालिदिरहेको छु। अर्को भिडियो चाहिँ गाइज इन्ट्रेस्टिङ आउनेवाला छ, त्यसको लागि चाहिँ वेटिङमा बस्नु होला। त्यसपछि भाइले ल्याएको अंगुर चाहिँ हामीले धोइ पखाली गरेर खाइन्छ। आजको लागि यति नै गाइज। थ्यांक यू फर द वाचिङ। सी यू इन द नेक्स्ट भिडियो गाइज। माया गर्न नभुल्नु होला। यस्तै भिडियोहरु हेर्नको लागि लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला है।